हेलो एन्ड वेलकम ब्याक टु द भिडियो है तपाईँ सबैजनालाई स्वागत छ फेरि पनि मेरो च्यानलमा गुड मर्निङ सबैलाई अन्त म किन आएँ भन्दाखेरि चाहिँ लाइक म चाहिँ एउटा बडी बिल्डिङ सोमा कम्पिट गर्दैछु कम्पिटिसनमा अन्त त्यही जर्नी चाहिँ आई वान्टेड टु सो यु अल होइन के हुन्छ कसो हुन्छ भनेर अहिले चाहिँ बिहान अब मेरो खाली पेट कार्डियो हुन्छ अब गएर कार्डियोहरू गर्छु अनि तपाईँलाई के हो कसो हो यो चाहिँ एउटा अमेचर बडी बिल्डिङ सो भनौँ न जसमा चाहिँ फर्स्ट टाइमरहरूले पार्टिसिपेट गर्छ अन्त आइएम अल्सो वान अफ देम होइन मलाई पनि कम्पिट गर्नु मन छ अनि त्यही हो अब यसको जर्नी देखाउँछु यो भिडियो लास्टसम्म हेर्नुहोस् होला ल यता गाइसमा चाहिँ अब फ्रेसेस पनि भइसक्यो होइन खाजाहरू चाहिँ खाइनँ किनभने चाहिँ मैले कार्डियो चाहिँ खाली पेटै गर्नुपर्ने हुन्छ अन्त अब जिम जान्छु अब यताबाट बाइक लिएर जान्छु अन्त मेरो जिम चाहिँ 5 माइलमा हो यहाँबाट अलिक टाढो हो त्यही भएर चाहिँ ल जिममा गएर भेटौँ क्या ल गाइस मैले चाहिँ अब कार्डियो चाहिँ सकेँ होइन कार्डियो पछि कन्डिसन हेर्न सक्नुहुन्छ ठिकै छ हो अब सो एप्सको वर्कआउट गर्छु एक दुईवटा त्यहाँको चाहिँ भेटौँ फेरि ल गाइस मैले चाहिँ सकेँ हो अब म चाहिँ लाग्दै गयो अब खाइसाजा खानुपर्छ ल एकचोटि भन्न गएर भेटौँ हेलो एन्ड गुड मर्निङ सबैलाई है अन्त वेलकम ब्याक टु माई च्यानल अन्त यो चाहिँ मैले भिडियो चाहिँ किन नहालेको अन्त अहिले चाहिँ किन हालेको भन्दाखेरि चाहिँ यो चाहिँ एकदम डरलाग्दो कमब्याक भिडियो हो त भन्नु मिल्दैन तर यो चाहिँ अब डरलाग्दो लाइफको कमब्याक हो भनौँ न अन्त तपाईँहरू पनि सबैजना ठिकै हुनुहुन्छ होला होइन अन्त मेरो बिहानको सुरुवात चाहिँ हुन्छ यसरी 50 ग्राम ओट्स र 8 एग वाइटसँग 8वटा अन्त मलाई खास चाहिँ यो भिडियो गर्नु चाहिँ मैले छोडेको थिएँ होइन तर पनि अब यो फेज म कुन चाहिँ फेजमा छु किनभने म पहिला कस्तो थिएँ र अहिले कस्तो छु चाहिँ जस्ट मलाई आई जस्ट वान्टेड टु त्यो डकुमेन्टेसन जस्तो बनाउनु मन थियो डकुमेन्ट गर्नु मन थियो अनि त्यही भएर गरेको अन्त एज वेल एज तपाईँहरूलाई पनि एउटा पहिला म कस्तो थिएँ अहिले कस्तो छु भन्ने हुन्छ भनेर चाहिँ आई जस्ट वान्टेड टु सेयर द्याट्स इट होइन तर यो चाहिँ आजको भिडियो चाहिँ जस्ट एउटा नर्मल मात्रै हुन्छ होइन जस्ट एउटा हाल्छु अब बादमा चाहिँ अझै आउँछ भिडियो होइन त्यसको लागि चाहिँ हेर्दै गर्नुहोस् होला ल यता गाइसमा चाहिँ अब जिम पनि आइपुगिसक्यो होइन आज चाहिँ मेरो छ लेग्स आज स्याटरडे चाहिँ अन्त 16 हो लेग्स चाहिँ त्यहाँ नै हुन्छ मेरो नर्बुदा कोच हेलो नर्बुदा आज चाहिँ अब लेग्स हल्का हाम्रो नर्बुदाको चाहिँ ट्रेन विथ नर्बु पेज पनि छ तपाईँले अगर हेर्नुहुन्छ भने चाहिँ चेक गरिदिनुहोस् एकपल्ट अन्त नर्बुदा तपाईँ सानो भनिदिनुहोस् न लाइक अब तपाईँले कति वर्ष भयो मलाई त याद छ तर अब अडियन्सलाई चाहिँ बडी बिल्डिङ गर्नुभएको चाहिँ मेरो चाहिँ अहिले चाहिँ 17 इयर्स रनिङ हो यो बडी बिल्डिङ फिल्डमा बसेको एन्ड आइ एम स्टिल लर्निङ है कतिवटा कुरा जति डिप जान्छ त्यति नयाँ कुरा निस्किँदै जान्छ बडी बिल्डिङ इज भेरी भास्ट है मजा आउँदैछ र म एज लङ मेरो बडीले जबसम्म मलाई दिन्छ होइन म यो जिम चाहिँ गरि नै बस्छु तपाईँलाई थाहा छैन होला तर हाम्रो सिक्किममा चाहिँ दा मात्रै होला अहिलेसम्म दाको तपाईँ सँगसँगै खेलेको त कोही छैन अहिले त है अब भन्नु खोजेको चाहिँ दा बुढो पनि भनेको होइन तर अब हाम्रो सिक्किममा चाहिँ बडी बिल्डरहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ एक सिजन 2 सिजन बेसी न बेसी 5 वर्ष 8 वर्षहरू हुन्छ दा है तर दा नै होला सबभन्दा चाहिँ दा चाहिँ फेरि इन्टरनेसनल एथलिट पनि हुनुहुन्छ इन्डियालाई पनि निकैपल्ट रिप्रेजेन्ट गरिसक्नु भएको होइन अन्त अहिले चाहिँ मेरो कोच पनि हुनुहुन्छ फेरि अब अन्त त्यही छ दालाई साँच्चै हुनु तर अब त्यस्तो बुढो चाहिँ भनेको होइन तर दालाई हेर्दा पनि कहाँ चाहिँ बुढो देख्छ बुढो भएको छैन दा है ल अब चाहिँ वर्कआउट सुरु गर्नुपर्छ त्यही हो र हाम्रो चाहिँ एक्सर्साइज चाहिँ यो लेग एक्सटेन्सनदेखिको सुरु हुँदैछ यसको 4 सेट तर म चाहिँ सिङ्गलदेखि पाउँछु दाले चाहिँ डबली गर्नुहुँदैछ यो चाहिँ वार्मअप होला सायद अन्त अब भेटौँ यसको पछि दिन चाहिँ यस्तो छ मजाले पानी परिरहेको छ हो र हामी चाहिँ यता जिममा त्यही हो अब दाको पनि कन्टेस्ट दा तपाईँको कन्टेस्ट कहिले बस्छ दा पनि प्रेपै गर्नुहुँदैछ जुन लास्टमा दा चाहिँ कुन चाहिँ दा साउथ एसिया है साउथ एसिया अस्ति पनि खेलेर आउनुभएको थियो र हाम्रो दा चाहिँ इन्टरनेसनल एथलिट पनि हो र अब दाको अहिले चाहिँ बल्क चल्दैछ अब कटिङ फेज पनि आउँछ होला तपाईँहरूले दालाई चिन्नु हुँदैन भने चाहिँ अब गान्तोकको सिक्किमकोले त प्रायः चिन्छ होला तर अब जतिजना पनि नेपाल बङ्गालहरूबाट हेर्नुहुँदैछ गुगल गर्नुहोस् है त गुगल गर्नुहोस् भन्छु
अब यो सानो फ्लेक्सै हो नि त होइन खटेर त्यहाँसम्म एउटा गुगलले अब चिन्नु भनेको चाहिँ डरलाग्दै कुरा हो खासमा चाहिँ मलाई चाहिँ त अब म त बडी बिल्डिङ गर्छु भनेर सोचेको पनि थिएन कहिले पनि होइन तपाईँहरूलाई देख्थेँ अब जिउ त मन पर्थ्यो राम्रो भएको तर त्यो सोचाइ थिएन बिमार भएर आएको फर्स्टमा त म जिम त्यो अल्सर भएर त्यहाँदेखि आउँदा तपाईँहरूलाई त्यो तपाईँलाई नै प्रेप गरेको देख्दा उठ्दा क्या त्यस्तिकै तपाईँले नै मोटिभेट गर्नु भएर चाहिँ अब आजको दिनमा यहाँ छु अब हेरौँ के हुन्छ त फर्दर राम्रै हुन्छ तिम्रो हार्डवर्क देखिरहेको छ रिजल्ट पनि राम्रो आइरहेको छ अब योपालि मलाई 199.9% स्योर छ होइन तिमीले अब जित्न हार्ने चाहिँ पार्ट हो तर मेडल चाहिँ कन्फर्म आउँछ त्यति चाहिँ ग्यारेन्टी हुन्छ थ्याङ्क यू दा त्यही हो अब म त जस्ट उयो गर्नु मात्रै हो मिस्त्री चाहिँ दाइ हुनुहुन्छ अब जस्ट जिउ थियो छिनो मार्दा टक 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 कहाँ कमजोर छ कहाँ उयो छ भने चाहिँ कोचको हात चाहिँ निकै ठुलो हुँदो रहेछ दाइ अब त्यसमा दा मेरो कोच हो दाको पनि कोच छ क्या फेरि त्यस्तो हुँदो रहेछ क्या त्यो कहिले पनि सिकेर चाहिँ सिकिँदैन रहेछ दा है त्यही हो कि त्यही दबाहरू पनि गर्नुहोस् होइन त्यही भन्छु म चाहिँ गरेको चाहिँ राम्रो हो चाहिँ गरेँ मैले फर्स्टमा लेग एक्सटेन्सन त्यहाँदेखिको लेग प्रेस त्यहाँदेखिको यो ह्यामस्ट्रिङको अब चाहिँ छ लन्चेस गर्नुपर्ने हुन्छ हेलो आगे सकेन आगे चाहिँ यस्तो साह्रो आगे एउटा क्वेसन ल एकछिन न तपाईँलाई यस्तो मोटिभेट चाहिँ कसरी हुन्छ होइन म यो मेरो महिना गर्नुपर्छ यस्तो पानी पर्दैछ बाहिर कोही आएको छैन जिम खाली छ हामी त कम्पिटिसन तपाईँलाई चाहिँ केले मोटिभेट गर्छ क्या बिमार नलागोस् त्यही कारणले हो दामी हो गर्नुपर्ने कुरा हो खास त है होइन नि के छ आगेलाई मजाले घरमा गएर सुतेर होइन आगे फेरि फुटबल हो अब एकछिनमा 2 बजीपछि हो त्यही भएर चाहिँ एक्सर्साइज चाहिँ मैले पनि ढिलो बुझेँ तर बुझ्नु चाहिँ बुझेँ क्या त्यही भएर एक्सर्साइज चाहिँ इम्पोर्टेन्ट हो तपाईँहरू पनि टाइम निकालेर गर्नु सक्नुहुन्छ लेग्सको कन्डिसन यस्तो छ अहिले काफ हेर्नु सक्नुहुन्छ त्यो पम्प भएर आएर त्यस्तो देख्दैन तपाईँलाई चाहिँ अब चाहिँ मैले वर्कआउट पनि सकेँ होइन अब चाहिँ वर्कआउट सकेर पोजिङ पनि प्र्याक्टिस गरेँ अन्त यो इन्स्ट्यान्ट प्रोटिनको लागि चाहिँ पाउडर खान्छु प्रोटिन पाउडर अन्त अब एकचोटि घरमा गएर के हुन्छ कसो हुन्छ तपाईँलाई भन्छु ल सियो